हेलो हेलो गाइज म त मोमो बनाउनु लाग्यो त्यसको लागि बन्दा काट्यो पहिले बन्दा चाहिँ यस्तो झ्याउ लाग्छ कि मलाई काट्नलाई त्यो पनि काटिदियो अनि प्याज लिएर दुईटा प्याज हाल्नलाई पिरो भएर फेरि आँसु आइरहेको थियो उता फर्केर काटिदियो अनि त्यसमा मोमोमा हाल्नलाई थोरै लसुन कुटेर पेस्ट बनाएँ हालिदिएँ त्यही मोमो मसला थोरै राखेको जमेछ फेरि थोकी निकालेर अलिकति हालेँ अनि फेरि नुन हालेँ आफ्नो स्वाद अनुसारको थोरै अजिनामोटो राख्नुपर्छ त्यसपछि थोरै मसला खुर्सानी अनि मसँग चाहिँ तोरीको तेल थियो मैले त्यसैले चाहन्छु आज असार 15 हो नि त त्यसैले मैले गर्नलाई चाहिँ मोमो पनि खाइदिउँ भनेर दही चिउरासँग त्यसको लागि पहिला झान्नु पर्यो झानिदिएँ म्याक्स गरेर राख्छु अब म बिस्तारै बिस्तारै गर्नुपर्छ अनि त्यसलाई हल्का पानी आयो भने चाहिँ फ्रिजमा राखिदिनु ल मैले चाहिँ म्याक्स मात्र गरिदिएँ यो बनाउने बेला चाहिँ प्याज पिरो भएर मलाई अलिकति झ्याउ भएको थियो नत्र त ठिकै छ यसको लागि अब पिठोहरू चाहियो पिठो थोरै हालेर टिक्क राख्ने कति खाने हो मोमो म थोरै राखिदिएँ त्यसपछि त्यो बनाएर मिक्स पानी हालेर मिक्स गरेर मुछेर राख्नुपर्छ एकछिन ढाकेर राख्यो भने अलि राम्रो हुन्छ कपाल सपाल कोरेर म चाहिँ दही किन्न लागिपरेँ लागेको अब यसो मेकअप त गर्नु पर्यो मलाई मेकअप गर्न त आउँदैन त्यही सनस्क्रिन थोरै लगाएर बाहिर लास्टै घाम छ कि त्यही भएर थोरै सनस्क्रिन लगाएर हिँडिदिन लगाएको थिएँ यस्तो गर्मी है यता त अनि ठ्याक्क भाउजू भेट्यो घरबाट बाहिर निस्केको त भाउजू होइसिँदो रहेछ गेटमा ठक्क यसो ऐना हेरे जस्तो गरेर म चाहिँ गएँ गेट खोलेर बाहिर गएँ बाहिर टुई अब गएर घामले अनुहार पोलेर हिँडेँ घर साइडमा एउटा घर बनायो त्यही भएर यो घर यहाँनिर फेरि त्यो पर सेक्युरिटी दाइले गाडी निकाल्नु लाग्नु भएको त्यही भएर बिस्तारै हिँडिदिएको फेरि गएँ मन दौडे सुई हतार भएको थियो 12 बजेको घाममा यस्तो पोलिरहेको थियो दही माग्न गएको दही मागेँ फेरि लिएर आएँ 1 लिटर दहीलाई 190 रुपियाँ रे है त्यसैले मैले पनि 1 लिटर लिएर आएँ धेरै लिएन अनि यसो घुम्दै यताउति उस गरेर हिँडिदिएँ यस्तो राम्रो छ कि ठाउँ चाहिँ तर यहाँ घुम्न आउनै पाएको छैन यहीँ घरमै रह्यो तर पनि अहिलेसम्म आएको छैन म यहाँ थोरै अलिकति फ्रुट्सहरू किनेँ बाटोमा आएर अनि त्यसपछि लिएर हिँडिदिएँ घर आएर पिठो मिक्स गरेर मोमो बनाएको त आज त पिठो गिलो भएर होला मोमो बन्दै बन्दैन यो त मैले अचारको लागि मोमोको अचारलाई यस्तो गरेर बल्ल भयो गाइस लास्टको चाहिँ यति बचेको थियो मैले यस्तो गर्दै किमावाला अनि यो बचेको पिठो चाहिँ किमा सक्यो बचेको पिठो के गर्ने भनेर पुरी बनाइदिएँ मैले त गाइस तपाईँहरूले के गर्नुहुन्छ है मेरो मोमो पनि पाकिहाल्यो यस्तो बाफमा पाक्दै थियो त ग्यास अफ नगरी हेरेको त बाफले मोबाइलको क्यामेरै अनि यो 3वटा भयो त्यसपछि मैले के गरेँ अनि यता हेरेँ यस्तो बनाइदिएँ पानीपुरी स्टाइलमा पुरी फ्राई गर्दै यो चाहिँ अलिकति खुम्च्यो अनि त्यो कस्तो गाह्रो भयो तेल थोरै भएर होला सायद मैले धेरै हालेन नि त त्यही भएर तेल थोरै भएर मलाई बनाउनै छ होला मलाई फर्स्ट टाइम बनाएन अनि यो चाहिँ मैले लास्टमा बचेको पिठो थियो के गरौँ भनेर मैले यस्तै बनाइदिएको मात्र कि गाइस यो दुईटा चाहिँ बटारेर यति रोटी मेरो यति पुरी भयो त्यसपछि दही चिउरा पुरी मोमो म्याङ्गो सबै मिक्स गरेर खाइदियो ह्याप्पी असारे 15 गाइस सबैजनालाई मिठो भएको थियो अनि म फेरि मेरो बुढा अब हिरो साहबसँग नि
यसो टाढै बाटो भए पनि लखाइस्यो भनेर आज पनि ल्याइरहेको थियो त्यही पनि गाली खाइ पनि खुवाइदिएँ एकछिन कुरासुरा गऱ्यौँ त्यसपछि त खाँदा धेरै भनौँ म त्यही पनि खाइदिएँ मेरो चाहिँ यो फर्स्ट भ्लग हो है गाइज प्लिज गरिदिनु होला लाइक गरेर सपोर्ट गरिदिनु त के भनौँ ओके सबैजना ठिकठाक बाई बाई बोल्नै झल्लाइराख्यो आज मलाई ओ भगवान् म्याङ्गो